नमस्ते। आज म बिमा लेख सम्बन्धी केही जानकारी लिएर उपस्थित भएकी छु। सर्वप्रथम त हामी र हाम्रो कम्पनीलाई विश्वास गरेर यसरी देश तथा विदेशबाट बिमा गर्नुहुने विभिन्न बिमित जीवहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गर्न चाहन्छु। र हामीले जसरी जग्गा जमिन किन्दा जिल्ला मालपोत कार्यालयबाट जग्गा धनी पूर्जा वा लाल पूर्जा प्राप्त गर्छौं, त्यसरी नै हामीले बिमा गर्दा बिमा कम्पनीबाट यस्तो बिमा लेख प्राप्त गर्छौं। यो बिमा लेखको सदुपयोग र महत्त्वको बारेमा संक्षेपमा भन्न चाहन्छु। नम्बर 1 मा यहाँहरूले बिमा सुरुवात गरेर पहिलो 4 वर्षको प्रिमियम जम्मा गरिसकेपछि र 4 वर्ष पूरा भएपछि यसै बिमा लेखलाई धितो राखेर ऋण सुविधा पाउनुहुन्छ। नम्बर 2 मा यो बिमा लेखलाई सुरक्षित साथ घरमा राख्नुपर्छ ताकि भविष्य परि बिमितलाई केही भइपरि आएमा यसै बिमा लेखलाई प्रयोग गरेर कम्पनीबाट दाबी भुक्तानी माग गर्नुपर्छ र दाबी भुक्तानी लिनुपर्छ। र अन्त्यमा वा 3 नम्बरमा बिमितलाई केही नभइकन कुशलतापूर्वक बिमा अवधि पूरा गरेपछि पुनः यही बिमा लेखलाई प्रयोग गरेर अन्तिम भुक्तानी लिनुपर्छ। यदि हजुरहरूले पनि देश तथा विदेशबाट बिमा गर्न चाहनुहुन्छ भने मेरो स्क्रिनमा रहेको WhatsApp नम्बरमा अहिले नै सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, धन्यवाद।